हास्य व्यङ्ग्यकार भैरव अर्यालको चर्चित निबन्ध मपाई तपाईहरूमाझ प्रस्तुत गर्दैछु। म प्रस्तुता फूलकुमारी र तपाईहरू सुनिरहनु भएको छ फूलकुमारी भोइस वर्स। मपाई तको आदरार्थी तपाई भए जस्तै मको आदरार्थी मपाई हुन्छ। त्यसैले सभ्य भाषामा तको ठाउँ तपाईले ओगटेपछि मको ठाउँ मपाईले नलिनु किन? मलाई संस्कृत वैयाकरणहरूले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरू भाषामा पनि मको स्थान प्रथमै छ। त्यसैले हामीले पनि बाराखरी पढ्दैदेखि मलाई राम्रो म भनी मान गर्दै आएका छौं। जब सँगैको त जाबोले पदोन्नति पाई तपाई भयो भने मलाई पदोन्नति दि मपाई नगराउनु 2500 आना पक्षपात हो, म प्रतिको अन्याय हो। यसकारण अरूले तपाई भने पनि नभने पनि हामीले आफूलाई मपाई भन्नै पर्छ। यो युगको माग हो। मपाईको मन्तव्य यस्तै छ। मपाई शब्द सुन्दा नयाँ जस्तो लाग्छ, तर यसको भाव भाषाभन्दा जेठो र इतिहासभन्दा बुढो छ। किनभने मुख चलाउनुभन्दा पहिले मान्छेले मको माया गर्न जान्यो। अरूलाई केही मान्नुभन्दा पहिले आफैलाई सम्पूर्ण ठान्न थाल्यो। फलतः शक्ति बढ्ता हुनेले आफूलाई लायक वा नायक भनाई आत्मआदर खोजे, मपाई बने। बठ्याई बढ्ता हुनेले धर्मकर्ममा अक्कल भक्कल भेकी आफूलाई ईश्वरको नक्कल भनी मको महत्ता दर्शाए, मपाई बने। एक पटक ब्रह्मा र विष्णुमा त ठुलो कि म ठुलो भन्ने बारे गम्कागम्की परेछ। फैसलाको लागि दुवै महादेव कहाँ पुगेछन्। देव माथिका उपरदेव महादेव, उसै त तपाईको धुरन्धर भन्त्यो मौका पाएका। हत्त नपत्ता आफ्नो अनौठाको ज्योतिर्लिङ्ग तेर्स्याउँदै भनेछन्, लौ एकजना उँधो जाऊ, अर्को उँभो। जो यसको फेद वा टुप्पो पत्तो लगाउँछ त्यही ठुलो। मारेन के? न्यायाधीश मानिसकेपछि आज्ञा नमानुन् कसरी? ब्रह्मा र विष्णु रामाकालीन लाट साहेबका चाक्रीवाल दौडे भई स्यास्या गर्दै लागे तलमाथि, तर दुवैले लक्ष्य भेट्टाएनन्। कीर्ते साक्षी बकाएर भए पनि आफ्नो मपाईत्व जोगाउने ब्रह्माको षड्यन्त्र पनि असफल भयो। अनि लङ्गौटी बान्दै महादेवले छाटे, देख्यौ को ठुलो रहेछ? मेरा अगाडि तिमीहरूको मपाईत्व दुवै उस्तै हौ, लौ जाऊ। यसरी ब्रह्मा विष्णुका पालादेखि चलेको मपाईलाई कसरी नयाँ मान्नुहुन्छ? मपाईत्व प्रदर्शित गर्ने यस्ता कथाहरू 9 मुरी पाइन्छन्। पुराण पढ्नुहोस्, पण्डित भेट्नुहोस् कि पादरी भेट्नुहोस्, मपाईकी चर्तीकला तपाईँ सुन्नुहुन्छ। कृष्ण हुन् कि काइस्ट हुन्, सबैका कथामा मपाईकै गाथा सुनिन्छ। जो बुढो उही बाटो हगुवा भने भई जसजसलाई दुनियाँले महापुरुष मान्दै आयो ती सबैले आफ्नो महापुरुषत्व मपाईबाटै सुरु गरेका त होइनन्? कुन्नी, मपाईलाई त शङ्कै लाग्छ। अर्काको तपाईत्व स्वीकार नगरेर मकै महिमाको मादल बजाउनु मपाई बन्नु हो। सभ्यताको जति जति विकास हुँदै आयो उति उति मपाईत्व प्रवृत्ति पनि विष्णुमतीको मुला मौलाए भई मौलाउँदै आएको छ। त्यसैले प्रत्येक व्यक्ति आफूलाई हात्ती सम्भन्छ, अरूलाई बोका। अब समाज हात्ती हात्तीको हो वा बोकै बोकाको हो, कसले छुट्याइदिने? अर्को शब्दमा मपाईत्व एक नशा हो। यसले लठ्याएपछि ककटेल पार्टीका श्रीमानहरू भई सब मपाईहरू एकअर्काका बीच ठक्कर खान र चर्किन थाल्दछन्। सम्भनु भएर राम र रावणको मपाईत्व बजारिएर लङ्का डढ्यो। भीम र दुर्योधनको मपाईत्व चर्केर कुरुक्षेत्र बन्यो। यस्तै मपाईको चर्काचर्कीमा हिरोशिमामा एटम बम पड्थ्यो त जर्मनी खड्गीज्यू कहाँको बनेल बन्यो। हिरण्यकशिपुदेखि हिटलरसम्म, अलेक्जान्डरदेखि एडवर्डसम्म, बाबरदेखि बबरसम्म कसले आफूलाई मपाई भनेन? तर के गर्नु, सबै मपाई ठोकिए। बरालिने पोइको खाटमुनि गुण्डाका मुण्डा टाउका जुभे भई। फलतः नौरङ्गी क्रान्ति भए, सङ्घर्ष भए, युद्ध र महायुद्धहरू भए। आखिर बलियाहरूको मपाई भन पाक्यो, चतुरहरूको मपाई भन चर्क्यो। दब्ने मपाईको इतिहास माटोमा मिल्यो। जित्वा मपाईको महिमा चित्वा भई उफ्र्यो। त्यसैले रामायण लेखियो, रावणायण लेखिएन। चन्द्रमयुग देखियो, देवमयुग देखिएन। मपाईको त यस्तै खसाकुरा गर्ने बानी छ। नास्तिक भनुन् वा नाक ठाडो भनुन्, मपाईलाई पनि आफ्नो महान मपाईत्वमा पूरा विश्वास छ। वास्तवमा मपाई बन्नु आत्मआदर खोज्ने मानवीय मनस्थितिको मोटो विशेषता हो। आफू जस्तै बामपुड्के भए पनि अरूलाई होच्याइदिन पाए हातले नछोइकन धर्को लामो पार्ने बीरबल मेथड अफ डेभलपमेन्ट सफल भइरहन्छ। त्यसैले होला खुश्चेभले मरिसकेका स्टालिनको जरैसम्म जुङ्गा उखेलेर मपाई बने। त्यसैले त जुनसुकै गल्लीमा भेटिने जोसुकै मान्छेसित सोध्नुहोस्, सब चोर, सब लोफर, सब आवारा, सब नामर्द, सधैँ भन्नु उही मात्र जो तपाईसँग हाँकिरहेको हुन्छ।
प्रत्येक पसले भन्छ म अरू जस्तो ठगाहा होइन, प्रत्येक कर्मचारी छाट्छ म अरू जस्तो कामचोर र खुसखोर होइन, प्रत्येक युवती नखरा पार्छे म अरू जस्तो छडुली होइन, प्रत्येक युवक थक्कु लगाउँछ म अरू जस्तो नामर्थ होइन, प्रत्येक कवि कलाकार फुल्छ म अरू जस्तो बकमफुसे होइन, प्रत्येक नेता गुड्डी हाँक्छ म अरू जस्तो भयास भ्रस लिडर होइन। ओहो, जसका अगाडि उभिए पनि उही मपाई जनित थुक्का छिटा मुखमा पर्नु सिवाय केही छैन। हुँदा हुँदा गल्लीको लुते कुकुरले कुई कुई गरेको सुन्दा पनि म अरू जस्तो भुस्याहा होइन भनी फुई छोडेको त होइन भन्ने शङ्का लाग्छ मपाईलाई। शङ्का मात्रै होइन, कुकुरको मपाई भन मापाको हुन्छ। फोहोर खाने जात भएर के गर्नु, जुनसुकै देवी देवताको स्थानी तर हेर्नुहोस्, वरिपरि भूमि मरिरहेका हुन्छन् उनै। मोटरमा गुड्नेदेखि रकेटमा उड्नेसम्म सौभाग्य पाएको कुकुर जस्तोसुकै लुते लुखुरे लिन्डे तिल्के टाटे रागे पाटे भिल्के भ्याउरे भए पनि आफूलाई बेलायती नै सम्भन्छ। त्यसैले त मान्छे जहाँ पूजा गर्छन् कुकुर त्यहाँ जिम्रो लतपताइदिन्छ, मान्छे जहाँ ढोक दिन्छन् कुकुर त्यहाँ तुर्क्याइदिन्छ। कसले नदेखेको छ र? एक चौटा मासुको निम्ति अथवा एउटी माली कुकुर्नीको निम्ति कुकुरहरूको मपाई कसरी चर्किन्छ, कसरी उनीहरू दाँत डिक्च्याएर एकअर्कासित लुछाछुडी गर्छन् र कति चाँडै मित्र शत्रु हुन्छन्। अनि मपाईको धुमर्के भन्दा पिठतिर झुन्डाएर एकै दिन भए पनि एकैछिन भए पनि कुकुर तिहार मनाउँछन्, माला लाउँछन्। जब मपाई तो चुलिन्दा माछा पुछ्रेको चुचुरोमा पुग्छ अनि कार्तिके डाङ्गा भई उनीहरू जसको पाए पनि घोडा चढ्न खोज्छन्, जसलाई पाए पनि टोक्न थाल्छन्। अनि सबैतिरबाट घुस्सा खान्छन्, कुई कुई गर्दै फेरि बिरालासित मित्रता बाँध्न थाल्छन्। त्यसैले त कहिलेकहीँ राजनीतिमा कुकुर बिरालाको पनि संयुक्त मोर्चा भएको देख्न पाइन्छ। मपाई न धार्मिक दृष्टिले पाप हो न कानुनी दृष्टिले अपराध। मागेर खानेदेखि मातिएर खानेसम्म सबैलाई आफ्नो महिमा गाउने मौलिक अधिकार छ। त्यसैले त अचेल जसले आडदेखि टाढसम्म रङ्गी चङ्गी प्वाख चढेर आफ्नो महत्ता दर्शाउन सक्छ त्यो महान हुन्छ। कामले नसके कुराले, दिमागले नभ्याए सुराले, जसरी भए पनि आफ्नो महत्ता बढाउनुपर्छ। अनि स्वास्नीले नुन किन्न पठाउँदा नुन भन्दा त चुन सेतो रहेछ बुढी भन्दै चुनको पोको गोजीमा हालेर आउने भलादमीले पनि चतुरचन्द्रको उपाधि पाउन सक्छ। युग मपाईको हो, त्यसैले युग अनुसारको आवाज हुनुपर्छ। आफ्नो सत्य आफैले गर्नुपर्छ, अरू कसले गरिदिन्छ? हाम्रा साहित्यकीहरूले पनि यो कुरा छर्लङ्ग बुझेका छन्। त्यसैले कोही आफूलाई शेलीको सालो ठान्छन् त कोही मिल्टनको मामा। कुनै पनि सभा सम्मेलन वा समारोहमा जानुहोस्, कर्के छड्के हाउभाउका साथ मञ्चमा उभिने चाहिँ कवि वा वक्ता सुनाइरहेको हुन्छ मपाई महिमा। सुन्नेहरू चाहिँ खास खास खुसखुस गर्दै सुनाउनेलाई तीन कौडीमा पनि नगनी आफआफ्नो महत्त्वको महिमा गाइरहेका हुन्छन्। यसै क्रममा सम्मेलन सिद्धिन्छ। अरूले लेखेको पनि पढिदिउँ, अरूले बोलेको पनि सुनिदिउँ। अरू पनि तपाईँ हुन् भन्ने प्रवृत्ति कसैमा छैन, किनभने यो नामकरणको बेला हो, कामकरणको होइन। मपाई धेरै थरीका हुन्छन्। कसैलाई उपाधि मपाईले छोएको भोलिपल्टदेखि उनीहरू शङ्का गर्न थाल्छन् कि दुनियाँमा म जतिको पढैया र बढैया अर्को कोही होला त? कसैलाई पगरी मपाई लागेको हुन्छ। ओहदामा पुग्ने बित्तिकै उनीहरूका आँखाले सबैलाई हल्कारा देख्छन्। त्यस्तै कोही जहानिया मपाई हुन्छन् त कोही घरानिया मपाई। कसैलाई मोहनी मपाईले सताएको हुन्छ। बाटाघाटामा, अड्डा अदालतमा, कार्यालयमा वा विद्यालय महाविद्यालयमा जति पनि युवती देखिन्छन् सबैका आँखा उनीहरू आफैपट्टि फर्केको देख्छन् र साथीहरूसँग फुई छाड्छन्। मलाई देख्नसाथ सबै युवती मोहित हुन्छन् किन होला? तर युवतीले उसको गालाको चाउरी हेरेका हुन् वा गलाको गाँठ हेरेका हुन् उसलाई सुझै हुँदैन। यस्तै कोही चुइया मपाई हुन्छन् जो पेट मार्नु नै आफ्नो पुरुषार्थ सम्भन्छन्। कोही फुइया मपाई हुन्छन्, घर बन्दकी राखी पार्टी जमाउँछन्। यस्तै कोही हुन्छन् टप्पटुइया मपाई। उनीहरूलाई एकै थोकमा मात्रै मपाईत्व प्रदर्शित गरेर हुँदैन। चढ्नेमा रिक्सादेखि रकेटसम्म, पढ्नेमा पिनासको कथादेखि प्याराडाइज लस्टसम्म, चिन्नेमा चोरदेखि चर्चिलसम्म, किन्नेमा रिबनदेखि रेडियोसम्म इत्यादि सबैतिर उत्तिकै महत्ता प्रदर्शन गर्नु टुइया मपाईको मूलभूत विशेषता हो। मपाई त छँदैछन्, अब यस्ताको मपाई रमाइलो हुन्छ जसलाई कसैले भोकिएर पनि तपाईँ भनिदिँदैन। बिचाराहरू आफ्नो महत्ता देखाउन टोपीको चुच्चोदेखि जुत्ताको टुप्पोसम्म भिल्लिक्क पार्दै दिनदिनभर मूल सडक चक्कर मार्छन्। सिउन लागेको सूचीकार देखे पनि, पिउन लागेको जन्डिया देखे पनि हलो भन्दै हात मिलाउँछन्। एक दुईवटा फिल्मी गीत गुनगुनाएर उसको ध्यान तान्न खोज्छन्। जब कसैले पनि वास्ता गरिदिँदैन घरमा गएर स्वास्नीलाई हकार्छन्, भुबिस मलाई दुनियाँले कत्रो सम्मान गर्छ, तर तै जैरी मात्र मेरो महत्ता बुझिदिनस् बाबै। यस्ता पुट नपुच्छरका मपाईहरू जति धेरै भए मपाईलाई चाहिँ उति रमाइलो लाग्छ। किनभने भेट हुनासाथ ओहो तपाईँ जस्तो भनिएपछि कमसेकम भोजन वा सिनेमाको निम्तो पाइहालिन्छ। कोही यस्ता अभागी पनि हुन्छन् खाउँदा प्याउँदा पनि प्रशंसा पाउँदैनन्। त्यस्ताको मपाई यस्तरी बटारिन्छन् कि अर्थ नबर्थ धोको फुलाएर तीन धोको रिस मनमा कोची मनमनै आफ्नो प्रशंसा गर्न थाल्छन्।
सबै त जस्तै छुसी हुन् त भन्नुहोला तपाईहरू त अचेल तपाईँ निम्छो भए मपाई भन् फुसी नपत्याए तपाईँ नै भन्नुहोस् यो सिङ्गो लेख पनि एउटा मपाईत्व प्रदर्शन नै हो। यस्तै कथा, कविता, गजल तथा निबन्धहरू सुन्नका लागि हाम्रो च्यानल फुलकुमारी भोइस वर्ड्सलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै यो प्रस्तुति आफ्ना साथीभाइ र परिवारसँग शेयर पनि गरिदिनुहोस्। र अब अर्को एपिसोडमा कुन कथा, कविता वा निबन्ध सुन्न चाहनुहुन्छ कृपया कमेन्ट गरेर अवश्य भन्नुहोला।